पुरै आलीको बाटो थियो यो हामी आउँदाखेरि पहिला मामा घर आउँदा आफ्नो मामाहरू जगाएर यति त हो नि होइन र यतातिर हो अलि माथिबाट भित्र हो यो त यसलाई त यहाँ नि लालबन्दी भन्ने चिसो छ नि ठन्डा छ नि बस्न त यहाँ आराम छ नि अनि अहिले कति आनन्द छ भने त्यो हाम्रो त पहिला गर्मी हुँदैन नि इनारको पानी खाने भने इनारैबाट चाहिँ होइन माथिबाट त्यो डाँडाबाट ल्याइहाल्छ पानी अनि इनारमा झारे हुन्छ रातभर पानी झर्छ नि त तुर गरेर अनि बिहान अर्कै पानी हुन्छ क्या टेस्ट मिठो हुन्छ म त यो स्कुल पनि पढेँ नि त उयो स्कुल त्यहाँ एक वर्ष पढेको त्यो त राम्रै लाग्छ मलाई तर पहिलाको भन्दा यो डाँडाहरू चाहिँ खिसक्यो दिएको छ पहिला कति अल्को लाग्थ्यो यो नारायण डाँडा भने कति अल्को थियो पहिला यो डाँडासँग टप हो नि त यहाँको त्यो टुप्पो त्यहाँ टावर सावर पनि थियो अहिले छैन होला कति सानो भइसक्यो अब 20-30 वर्षपछि यो खिन्छ मेन ज्यादु भनेको यो होइन मेन ज्यादु भनेको के यत्रो पोलै थिएन यहाँ त्यो अहिले बङ्गलादेश लगेको छ नि आफ्नो चिन्ने मान्छे छैन अहिले रमेश मामा सबै हुनुहुन्छ रमेश मामा त हुनुहुन्छ ए रमेश मामाको परिवार होला नि अर्को कोही त धुरोमा हुनुहुन्छ सबै खाने छ कान्छी आमा घर छ अब ठुलो हाम्रो मामाहरूको चाहिँ यताबाट सुरु हुन्छ यतै कतै त्यो मगर परेर यो बङ्गलादेश लगेको टावर होइन यो बङ्गलादेश भन्दा पनि यो हेटौँडा ढल्केवा टुअदी 400 टिकट होइन यो बङ्गलादेश जुन सप्लाई छ नि त्यसको टावर हाम्रो उताको त्यो यस्तो हो क्या त्यो त्यसो छ नि भोलि त्यो हटायो भने यहीँबाटै सञ्चालन हुन्छ क्या त्यसो डेट गइसकेको छ क्या त्यो हामी हेटौँडा ढल्केको टुअदी भनेको विराटनगरसम्म गएको छ क्या यो हेटौँडाबाट त्यो बागमतीको लाइन पाहाड भएर लिएर आएको छ क्या हो यसो मलाई जा भनिरहेको थियो नि त पहिले उसले वातावरणमा फिक्स भएन नि त ज्यादामा पुरै अहिले पहिला घर मात्रै छ बस्न आनन्द छ नि त्यो पहिला घर फिक्स चिनिहाल्छ नि नाम भन्नुपर्छ चिनी मान्छेले चिनेर माझी जस्तो उसको के एक वीर एसबिओ चाहिँ सुशीलसँग पढायो मान्छे क्या वानवीर माझी भने वानवीर के अरे होइन पहिला नि त्यो पनि जनकपुर बस्यो है त्यो वानवीर भने आफूहरूसँग होइन बस्यो पढेन त्यसले यो स्टेसन छ नि यो मेन यो यहाँ जङ्सन यो यहाँ चाहिँ पहिला हामी नुहाउन आउने यहाँ ठुलो एउटा उसको सिमलको रुख थियो कति ठुलो थियो अनि यहाँनिर यही कुलामा नुहाउने स्विमिङ हाम्रो स्विमिङ गर्ने ठाउँ पहिला हामी सिधै यहाँनिर ठुलो थियो नि अहिले पानी यहाँ यस्तो बनाएको छ नहर यो अहिले पनि नुहाउँदा छ हाम्रो पहिला यो नुहाउने ठाउँ के मजाको ठाउँ है भने धान त लास्टै पर्छ